साथीहरु नमस्कार, स्वागत छ यहाँलाई 99% लोकसेवा युट्युब च्यानलमा। आज मिति 2082 साल जेठको 21 गते बुधबारको गोरखापत्र ज्ञानसागरमा प्रकाशित वस्तुगत प्रश्नोत्तरको सङ्गालो लिएर हामी पुनः उपस्थित भइसकेका छौं। हरेक बुधबार प्रसारण हुने गोरखापत्र ज्ञानसागर सिरिजको यो हाम्रो च्यानलको 133औं भिडियो, विगत 132 हप्ताका भिडियो तलको डिस्क्रिप्सन बक्समा गएर हेर्न सक्नुहुनेछ। सुरु गरौँ आजको प्रसङ्ग। सबैभन्दा पहिला प्रश्न नम्बर 1, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष 2082-83 का लागि कति राशिको बजेट प्रस्तुत गरियो? रु 19 खर्ब 64 अर्ब 11 करोड। 19 खर्ब 64 अर्ब 11 करोडको चालुतर्फ 60.1% विनियोजन गरिएको छ। त्यो भनेको 11 खर्ब 80 अर्ब 98 करोड हो। गरी पुँजीगत तर्फ 20.8% विनियोजन गरिएको छ। त्यो भनेको 4 खर्ब 7 अर्ब 89 करोड हो। र वित्तीय व्यवस्थापन तर्फ चाहिँ 19.1% विनियोजन गरिएको छ। त्यो भनेको 3 खर्ब 75 अर्ब 24 करोड रुपियाँ हुन आउँछ। त्यसैगरी बजेट व्यवस्थापनका प्रमुख स्रोतहरूमा कुल राजस्वबाट 13 खर्ब 15 अर्ब उठाउने आकलन गरिएको छ। त्यस्तै वैदेशिक अनुदान चाहिँ 35 अर्ब 58 करोड उठाउने आकलन गरिएको छ। वैदेशिक ऋणतर्फ चाहिँ 2 खर्ब 33 अर्ब 66 करोड उठ्ने अनुमान गरिएको छ भने आन्तरिक ऋण चाहिँ रु 3 खर्ब 62 अर्ब उठाउने प्रक्षेपण गरिएको छ। अब बजेटका प्रमुख प्रावधानहरू हेरौँ। आर्थिक वर्ष 2082-83 मा 6% को आर्थिक वृद्धि रहने भनेर प्रक्षेपण गरिएको छ भने मुद्रास्फीति 5.5% कायम गरिने भनिएको छ। 2 वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै गरी कर्मचारीको महँगी भत्ता 2000 बाट बढेर 5000 पुर्याइएको छ। त्यसैगरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने भएका छन्। अनि वृद्ध भत्ता पाउन अब 70 वर्ष पुग्नुपर्ने भएको छ। योभन्दा अगाडि 68 वर्षले पाइरहनु भएको थियो। त्यसैगरी महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ। त्यस्तै गरी एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ। संविधान संशोधन गरिने कुरा उल्लेख छ। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु 1 खर्ब 52 अर्ब बजेट तोकिएको छ। खानेपानी मन्त्रालयलाई रु 33 अर्ब 89 करोड तोकिएको छ। त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई 86 अर्ब 1 करोड रुपियाँ विनियोजन गरिएको छ। त्यस्तै स्वास्थ्य बीमा कार्यक्रमका लागि 10 अर्ब विनियोजन गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु 2 अर्ब 8 करोड विनियोजन गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयलाई 6 अर्ब 8 करोड रुपियाँ विनियोजन गरिएको छ। त्यसैगरी हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने भनिएको छ। सहकारीका बचतकर्ताहरूको रु 5 लाखसम्मको कर्जाको सुरक्षण गरिने भएको छ। त्यसैगरी सामाजिक सुरक्षा भत्ताको लागि 1 खर्ब 9 अर्ब रुपियाँ विनियोजन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु 95 अर्ब 81 करोड रुपियाँ विनियोजन गरिएको छ। त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु 2 खर्ब 11 अर्ब विनियोजन गरिएको छ। एआई र मेसिन लर्निङका लागि एआई सेन्टर स्थापना गरिने भएको छ। वैदेशिक लगानी भित्र्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने भनिएको छ। त्यस्तै गरी सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने भनिएको छ। त्यसैगरी हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने भएको छ र 5 लाख परिवारलाई जग्गा धनी प्रमाणपत्र उपलब्ध गराइने भनिएको छ। प्रदेश र स्थानीय तहहरूमा रु 2 खर्ब 41 अर्ब 81 करोड विनियोजन गरिएको छ। त्यसैगरी उद्योग मन्त्रालयलाई रु 10 अर्ब 14 करोड विनियोजन गरिएको छ। कृषि विकास मन्त्रालयका लागि रु 57 अर्ब 48 करोड विनियोजन गरिएको छ। त्यसैगरी 2 वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम रहेको छ। माथि पनि उल्लेख थियो यो। त्यस्तै बैंक, वित्तीय र सहकारी संस्थाबाट हुने जग्गा रोक्का तथा फुकुवालाई अनलाइनबाट हुने गराइएको छ। बाली तथा पशु बिमाको प्रिमियममा रु 2 अर्ब 30 करोड रुपियाँ अनुदान दिने भएको छ। त्यस्तै 16 वर्ष माथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचय पत्र प्रदान गरिने भएको छ। विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने भएको छ। कुल निर्यातको 25% सम्म विदेशमा लगानी गर्न दिइने भएको छ। नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्याइने भएको छ। बजेटमा जेनजी पुस्ता भनेर
स्टार्टअप उद्योगलाई 3% मा कर्जा उपलब्ध गराइने भएको छ। त्यस्तै गरी उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने भएको छ। अब प्रश्न नम्बर 2 हेरौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आब 2081-82 को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि दर कुन प्रदेशको रहेको छ भन्दा गण्डकी प्रदेशको रहेको छ। 7 प्रदेशको आर्थिक वृद्धि दर सरसर्ती यहाँ हेर्यौँ भने गण्डकी प्रदेशको सबैभन्दा बढी 5.51%, बागमतीको 2 नम्बरमा 5.61%, तेस्रोमा छ कर्णाली प्रदेश 4.74%, चौथोमा लुम्बिनी प्रदेश 4.70%, पाँचौँमा छ मध्य प्रदेश 4.50%, छैठौँमा छ कोशी प्रदेश 3.34% र सातौँमा छ सुदूरपश्चिम प्रदेश 3.32%। सुदूरपश्चिम प्रदेशको वृद्धि दर सबैभन्दा कम 3.32% रहेको छ भन्यो। माथि हामीले हेरिसक्यौँ। राष्ट्रिय औसत वृद्धि दर 4.61% रहेको छ। उपभोक्ताको मूल्यमा आधारित कुल ग्राहस्थ उत्पादन जीडीपी अब 2081-82 मा 61 खर्ब 7 अर्ब रुपियाँ पुग्ने अनुमान गरेको छ भन्यो। अब जीडीपीमा विभिन्न प्रदेशको योगदान प्रतिशतमा हेर्यौँ भने विभिन्न प्रदेशको बागमती प्रदेशको सबैभन्दा बढी योगदान छ जीडीपीमा 36.52%, 36.52%। त्यस्तै गरी कोशी प्रदेशको 15.90%, लुम्बिनी प्रदेशको 14.23%, मध्य प्रदेशको 13.16%, त्यसै गरी गण्डकी प्रदेशको 8.98% योगदान रहेको छ टोटल जीडीपीमा। त्यस्तै गरी सुदूरपश्चिम प्रदेशको 7.03% अनि कर्णाली प्रदेशको 4.19% रहेको छ। यसरी जीडीपीको योगदानको आधारमा चाहिँ बागमती प्रदेश 1 नम्बरमा, त्यसपछि कोशी, लुम्बिनी, मधेस, गण्डकी, सुदूरपश्चिम र कर्णाली रहेका छन्। अब प्रश्न नम्बर 3 हेरौँ। मधुपर्क सम्मान 2082 बाट सम्मानित स्रष्टा को हुन् भन्दा पद्यतर्फ त्रिभुवन चन्द्र वाग्ले, निमित्त सम्पादक मधुपर्का र गद्यतर्फ कथाकार ध्रुव सापकोटा, खुल्ला प्रतिभातर्फ कथाकार पद्मावती सिंह। अब प्रश्न नम्बर 4 हेरौँ। गायक तथा सङ्गीतकार गणेश रसिकको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 को जेठ 18 मा भएको हो। प्रश्न नम्बर 5 हेरौँ। विश्वविख्यात आरोही कामी रीता शेर्पाले सगरमाथाको 31औं पटक सफल आरोहण कहिले गरेका हुन् भन्दा विक्रम सम्वत 2082 को जेठ 13 मा गरेका हुन्। सन् 2025 को मे 27 कामी रीताले सर्वाधिक सगरमाथाको आरोहणको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका छन्। उनले यसअघि विक्रम सम्वत 2081 जेठ 9 मा 30औं पटक आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए। अब प्रश्न नम्बर 6। इन्टरनेसनल बुकर पुरस्कार जित्न सफल साहित्यकार को हुन् भन्दा भारतीय लेखिका बानु मुस्ताक हुन्। भारतीय लेखिका, वकिल तथा सामाजिक अभियन्ता मुस्ताकले लघु कथा सङ्ग्रह हार्ट ल्याम्पका लागि सो अवार्ड प्राप्त गरेकी छन्। उनी बुकर पुरस्कार प्राप्त गर्ने कन्नड भाषाकी पहिली साहित्यकार हुन्। यो कथा सङ्ग्रहलाई दीपा बास्थिले अङ्ग्रेजीमा अनुवाद गरेकी छन्। पुरस्कारको राशि 50,000 पाउन्ड रहेको छ, जुन लेखक र अनुवादक बीच बराबर बाँडिनेछ। कन्नड भारतीय राज्य कर्नाटकमा बोलिने भाषा हो। यो भाषा करिब 6,50,00,000ले बोल्ने गर्दछन्। यसअघि सन् 2022 मा भारतीय लेखिका गीताञ्जली श्रीको टम्ब अफ स्यान्डले इन्टरनेसनल बुकर पुरस्कार जितेको थियो। सो पुरस्कार डेजी रोकवेलले हिन्दीबाट अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन्। अब प्रश्न नम्बर 7 हेरौँ। सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ? राष्ट्रिय योजना आयोग अन्तर्गत रहेर सरकारले 2082 कार्तिक महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ। 2082 जेठ 5 गते बसेको मन्त्री परिषद बैठकले सो कार्ययोजना स्वीकृत गरेको हो। उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 को सुझाव कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 मन्त्री परिषदले स्वीकृत गरेको हो। परिषदमा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्याङ्क कार्यालय, विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्युत समूहबाट सदस्य रहनेछन्। यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्ने कार्ययोजनामा उल्लेख छ। अब प्रश्न नम्बर 8 हेरौँ। नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ भन्दा 900 पुगेको छ। 900औं चरा चाहिँ छोटो पुच्छ्रे समुद्री अर्थात् सर्ट टेल्ड सियर वाटर नामक फिरुते चरा रहेको छ। सप्तरीको हनुमान नगर
कङ्कालिनी नगरपालिका स्थित कोशी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा सो चरा देखिएको। यो नेपालका लागि नयाँ प्रजाति मात्र नभएर समुद्रमा पाइने चराको परिवारको पहिलो रेकर्ड पनि भएको बताइएको छ। सो चरा विक्रम सम्वत 2082 वैशाख 20 मा देखिएको थियो। अब प्रश्न नम्बर 9, नेपाल राष्ट्र बैंकको 18औं गभर्नरमा कसलाई नियुक्त गरियो भन्दा डाक्टर विश्वनाथ पौडेल भएका छन्। विक्रम सम्वत 2082 जेठ 6 को मन्त्री परिषद बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। उहाँ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ। डाक्टर पौडेल 2078 साल श्रावण 12 देखि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो। डाक्टर पौडेलले अमेरिका स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। चीनको साङ्घाई स्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गर्नुभएका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता पनि हुनुहुन्छ। अब प्रश्न नम्बर 10, बुटोल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका बीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध कहिले कायम भएको हो भन्दा विक्रम सम्वत 2082 को जेठ 8 गते। प्रश्न नम्बर 11 हेरौँ। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्वको चौथो ठुलो अर्थतन्त्र भएको मुलुक कुन बनेको छ भन्दा भारत बनेको छ। आइएमएफले सन् 2025 को मेमा प्रकाशित गरेको प्रतिवेदन अनुसार भारत जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ। आइएमएफका अनुसार विश्वका प्रमुख 5 अर्थतन्त्रमा अमेरिका सबैभन्दा पहिलो 30.51 ट्रिलियन अमेरिकी डलर सहित, चीन दोस्रोमा छ 19.23 ट्रिलियन अमेरिकी डलर सहित, जर्मनी तेस्रोमा छ 4.74 ट्रिलियन अमेरिकी डलर सहित, भारत चौथोमा आएको छ 4.187 ट्रिलियन अमेरिकी डलर सहित र जापान पाँचौं रहेको छ 4.186 ट्रिलियन अमेरिकी डलर सहित। यी राष्ट्र पश्चात क्रमशः 6औं बेलायत, 7औं फ्रान्स र 8औं इटली रहेका छन्। ठुलो जीडीपीले देशसँग बढी आर्थिक स्रोत छ भन्ने देखाउँछ। अब प्रश्न नम्बर 12, नेपाल खानेपानी संस्थाको अध्यक्षमा कसलाई नियुक्त गरियो भन्दा डाक्टर ढुण्डिराज भट्टराईलाई गरियो। नेपाल खानेपानी संस्थान ऐन 2046 बमोजिम नियुक्त गरिएको। विक्रम सम्वत 2082 जेठ 12 को मन्त्री परिषद बैठकको निर्णय अनुरूप नियुक्त भएको र कार्यकाल 3 वर्षको रहनेछ। अब प्रश्न नम्बर 13, नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्य कहिले निर्वाचित भएको हो। कार्यकारी सदस्यमा भन्दा सन् 2025 को मे महिनामा स्विजरल्यान्डको जेनेभामा सम्पन्न संगठनको 78औं महासभाका क्रममा नेपाल दक्षिण पूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो। नेपाल अब 3 वर्ष संगठनको कार्य समितिमा रहनेछ। अब प्रश्न नम्बर 14, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घले कसको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको हो भन्दा कृष्ण खतिवडाको अध्यक्षतामा। विक्रम सम्वत 2082 जेठ 3 मा कृष्ण खतिवडाको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ। कार्य समितिमा वरिष्ठ उपाध्यक्ष अमीर बगाले र महासचिव अङ्कित राज पाण्डे चयन भएका छन्। विदेशमा मात्र सञ्चालन रहेको फिनेले बागमती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको छ। अब प्रश्न नम्बर 15, नेपाल विद्युत प्राधिकरणले विद्युत खपत तथा नियमित महसुल भुक्तानीलाई आधार मानी छनौट गरेको उत्कृष्ट उपभोक्ताको सूचीमा पर्न सफल 10 कम्पनी कुन कुन हुन् भन्दा सर्वोत्तम स्टिल सिमेन्ट, त्यस्तै विजयश्री स्टिल्स लिमिटेड, त्यस्तै गोयल इस्पात प्राली, त्यस्तै आरती स्ट्रिप्स प्राली, त्यस्तै प्रिमियर स्टिल प्राली, त्यसै गरी श्री स्टिल्स प्राली, त्यसै गरी होङ्सी सिमेन्ट प्राली, त्यसै गरी अर्को छ हुलास वायर इन्डस्ट्रिज लिमिटेड अनि स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्राली भनेर। अब प्रश्न नम्बर 16, सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ कहिले गरियो भन्दा विक्रम सम्वत 2082 को जेठ 5 मा खानेपानी मन्त्री प्रदीप यादवद्वारा सिंहदरबारमा शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ भएको छ। अब प्रश्न नम्बर 17, गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो भन्दा विक्रम सम्वत 2062। प्रत्येक 5-5 वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलो पटक विक्रम सम्वत 2065 को बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको थियो। ओके, यो सँगै आजको गोरखापत्र दैनिकमा प्रकाशित वस्तुगत प्रश्नोत्तरको सङ्गालो यहीँ नै ल्याएर सकाएका छौँ। यतिन्जेल हेरेर र सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यहाँको आगामी पल अध्ययनमै बितोस्।